छ कि छैन चाहिँ मलाई थाहा छैन। मैले अन चाहिँ थिचेँ, बटन चाहिँ मैले चित्त पारिदिएँ कि भर्खरै 219 रुपियाँको तेल हालेर आएको छु। त्यो होइन, प्राइस त सुनाउनु पऱ्यो, तेलको प्रमोसन त गर्नु पऱ्यो होइन। अहिले अभाव छ कि प्रशस्त छ भन्ने कुरा चाहिँ अब त्यो कोसँग छ भन्ने कुराले म्याटर पऱ्यो। मेरो कन्टेक्समा चाहिँ अभावै छ। अब यहाँ कोसँग चाहिँ प्रशस्त छ भन्ने कुरा चाहिँ अब आफै भन्छन्, आफै देखाउँछन्, आफै सुनाउँछन्, हामीलाई सरकारको विषय भएन। अब अहिले ठ्याक्कै 11 बजिरहेछ, 11:55 भयो होला। यो ठ्याक्कै 7 बाटो क्रस गरेँ मैले। थोरै एकछिन जाम थियो, भएर टाइमिङ हवाई जहाजमा भन्थ्यो एउटा प्लेनले थियो। ठिकै छ यो लगभग पहिलोचोटि होला है मैले यसरी बोलेको ब्लगमा। अब मैले के बोल्छु कसरी बोल्छु भन्ने कुराको हिसाब किताब कसैले नगरौँ, किनभने यहाँ जज कोही पनि छैन, निर्णायक मण्डल कोही पनि छैन, यो रङ्गमञ्च पनि होइन। बाइक चलाउनेहरूको लागि चाहिँ यो बाटो रङ्गमञ्च हुन सक्ला। के हो बिस्तारी गर्मी छ, लास्टै गर्मी छ, खलखल पसिना आइसक्यो। अब धेरै स्पिड कुदाउनु पनि भएन होइन, ओह्रालो छ। यतातिर नियम कानुन कति स्पिड हाँक्ने भन्ने कुराको बोर्डहरू राखेको छ। अब यो लेनमा यो बाटोमा 30भन्दा माथि नबढाउनु भनेर कोही बेला बोर्ड राखेको थियो यता। अहिले छ कि छैन मलाई थाहा भएन। अपार्टमेन्ट एरिया अहिले गोदावरी नर्सरी भन्छ, तर यो गोदावरी होइन। यो कुरामा चाहिँ म ढुक्कले भन्छु क्या, साधु बाटो कट्ने बित्तिकै गोदावरी भन्न कहाँ मिल्यो र। बाटोमा हाम्रो गोदावरीमा कालिम्पोङ होटल पनि छ है, के भन्दैन कालिम्पोङ त्यहाँ छ भन्न मिल्दैन नि त। अहिले स्कुल बट्यो, क्लासिक तन्दुरी एन्ड ब्याकवर्ड भन्छ होइन, पार्टी प्यालेस हो त्यो। अहिले यताबाट भयो, यताबाट पनि सर्टकट छ उता जाने हो भने। तर आज हामी हाम्रो मेन लेनै छौँ, गोदावरीसम्म पुगौँ। गोदावरी बस स्टपसम्म जाँदा कसो होला अहिले जम्मै त्यसमा र होइन। अब तेल अलिकति हालेको छ, थोरै सदुपयोग गरौँ न। सीतापाखा भन्दो रहेछ यो ठाउँलाई, खरीबोट पनि भन्छ। अब खरीबोट भन्छ, खरीबोट चाहिँ छैन। यहाँ पहिला यो मन्दिरको छेउमा थियो, पछि यो सायद बाटो अलिकति साँगुरो बढाउन भन्ने कुराहरूलाई ध्यानमा राखेर काट्यो। प्रायः जस्तो यतापट्टि गयो भने चाहिँ तपाईँको इमाडुलतिर निक्लिन्छ। यो बाटो लिँदा पनि त्यसलाई सर्टकट प्रयोग गर्दा राम्रो। सर्टकट बाटोहरू आज म भन्छु क्या, एक दुईवटा चाहिँ मिठो मिठो, त्यो मध्येमा चाहिँ यो एउटा हो। इनकेस तपाईँ सातो बाटोबाट हेर्नु भएको छ, के अरे यता उता जाम भएर यताबाट छिर्नु पऱ्यो भने चाहिँ यताबाट आनन्दले तपाईँको लिबु जानको लागि चाहिँ एकदम खतरा राम्रो फराकिलो सहज जाम बिनाको बाटो हो। रेसिडेन्ट भइहाल्यो। बिग मार्ट, के तपाईँ बिग मार्टमा सपिङ गर्न चाहनुहुन्छ, खसी गर्न चाहनुहुन्छ, आवश्यकता हेरेर त्यो बेलामा टक्क छिर्ने, सपिङ गर्ने, निक्लिने। ल अलि जोडले, अलिक कुटे पुगेन, हानेपछि हान्ने हो नि त होइन। आफ्नो एक्सले सम्झेर हुन्छ कि आफ्नो कट्टर दुश्मनलाई सम्झेर हुन्छ कि होइन। पहिला पहिला त अलिकति राजनीतिज्ञहरू छन् नि हाम्रा दिग्गज, उहाँहरूले पनि सम्झेर अलिअलि हान्दा के फरक पर्दैन। तर अहिले त नयाँ राजनीतिमा आछन् नयाँ नयाँ व्यक्तिहरू, त्यही भएर उहाँले अहिले त्यसरी तर्सिहाल्नु त भएन, काम हेर्दैछन्। तर आफ्नो काममा त्यसलाई अलिकति इन्करेजिङ फ्याक्टर राख्यो भने राम्रो। अब
छिर्नु सकेको छ भने चाहिँ गोदौरी छिर्नुभन्दा अगाडि यो लेफ्ट साइड मैले यो लेफ्ट साइडको इन्डिकेटर हाल्छु नि यहाँ हो ठ्याक्कै तर आज म जाँदिनँ भर्खरै हालेर आएको छु अब यहाँभन्दा माथि चाहिँ तपाईँले म तेल हाल्छु भनेर कल पनि नगर्नु अब यसो किराना पसलतिर अलिकति मिनरल वाटरमा अलिकति लगानी थोरै खर्च अलिकति बढी राखेर उहाँहरूलाई फाइदा गराउनुहुन्छ भन्ने चाहिँ मलाई भन्ने केही छैन तर कदम कदाचित तपाईँ आफू सुरक्षित हुन चाहनुहुन्छ यात्रा सहज बनाउन चाहनुहुन्छ भने चाहिँ त्यहाँनिर हाल्नु पऱ्यो त्यही लाग्नु पऱ्यो मासतिर किनभने त्यहाँभन्दा माथि त हाम्रो गोदावरीभन्दा माथि पनि छ नि त हो ठाउँहरू गोदावरीमै सीमित भएर बसेका छन् मान्छेहरू नयाँ वर्ष भयो गोदावरी कहाँभन्दा बोटानिकल गार्डन मार्बल डाँडामै अड्का छन् छ त गोदावरीको ठाउँहरू धेरै छ नि ठाउँ मात्र चिनेर भएन क्या ठाउँको अध्ययन पनि गर्नु पऱ्यो शान्तिवन बुद्धको स्तूपा छ त्यहाँ यता नारायणथान विष्णुको नारायणथान मन्दिर छ त्यहाँ अन्त मुखीनाथ पनि अलिक अगाडि छ मनोकामना पनि छ त्यहाँ मनोकामनाको बारेमा त कतिलाई आइडिया छैन अन्त स्कुलको बच्चाहरूलाई अलिअलि आइडिया होला प्रायः जस्तो त्यो कम्पाउन्ड स्पेस भएको कारणले गर्दाखेरि पिकनिकहरू गरेर हुन्छ बच्चाहरूले तर त्यहाँ पनि राम्रो ठाउँ छ त्यो पनि एउटा मुक्तिनाथ कटिसकेपछि र नारायणथान पुग्नुभन्दा अगाडि बिचमा टक्कै एउटा मन्दिरमा छिर्नु पऱ्यो भने टक्क छिर्नु चौरमा बस्ने खाजा खाने जुस खाने चिया छ त्यहाँ चिया पसल छ चिया पसल खाने चिया पसल नखाने चिया खाने बाटोमा यस्तो यस्तो स्पिड ब्रेकर हाम्रो आफ्नै गाडीहरू नै स्पिड ब्रेकर छैन क्या गोदावरीमा छ बिचमा कहीँ स्पिड ब्रेकर छैन होइन स्पिड ब्रेकर भनेको नै यस्तो गाडीहरू गाडीहरू अगाडि देख्नुहुन्छ स्लो डाउन अहिले हामी हसिटी कटिसक्यो होइन हसिटी कटिसकेपछि हामी यता ऊ पनि कटिसक्यौँ के भन्छ त्यसलाई गुमस पनि कटिसक्यौँ गुमस भनेको चाहिँ हाम्रो ठ्याक्कै नेवासुली जाने बाटो हो क्या होइन यस्तो नेवासुली पनि गएर हुन्छ मान्छे पहिला पहिला नेवारी घर भन्नुहुन्थ्यो नेवारी घरमा जाने बित्तिकै अनेकौँ परिकारहरू आफै बनाएर तयारी रूपमा हामीलाई पस्किनुहुन्थ्यो त्यो लेभलको भाइबसँग थियो होइन साथीभाइकोमा जाँदा अब अहिले साथीभाइकोमा जाँदा के ल्याङ गर्नु पऱ्यो